हेलो एन्ड नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो बिन्सरिङ ब्लगमा। आज कमाल चाहिँ होइन, गाडी देख्नु सेतो छ, त्यो मिल हो, पक्का लगाएर काम गर्नु। तर अब हामी चाहिँ माथि जान आँटेको केटाहरू पनि गइसक्यो। तपाईँहरूले मेरो भिडियोलाई सब्सक्राइब गर्नु भएको छैन, सब्सक्राइब गरिदिनु होला। हामीले माथि के भन्छ, माथि 0 पोइन्ट हुँदै माथितिर सामान पुऱ्याउनु जाँदैछ। तपाईँहरूलाई देखाउने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ अब मिलबाट लागिसक्यो, माथि लागिसक्यो। हामी साई मन्दिरमा यहाँ सामान थोरै जानु पर्ने थियो, त्यही भएर आइरहेको थियो। सामी चढेछ। के छ जामे? यो चामल चना अहिले के गहुँ लग्यो? ल साई मन्दिर गाई साई मन्दिर टक्कलार यस्तो छ। अब भित्र चाहिँ नदेखाउँ कि देखाउँ। साई मन्दिर के छ यता, अब यस्तो छ टक्कलार। यता के गर्ने मलाई थाहा भएन। छ टक्कलार। अब हामी यहाँ साई मन्दिरमा झरिसकेपछि कहाँ जान्छौँ? यो झालहरू पुरै खोलेको छ। टक्कला यो चाहिँ पेल्ने मिसिन हो। यस्तो हुन्छ। टक्क यहाँ हाल्ने, मैदा हाल्ने, पानी हाल्ने, घोल्ने कराटल्याको मैदा यहाँ छ। पातल बनाउने कुरो मोट्यायो। बेल्ने बनाउने ट्रेकिङ पनि हुँदो रहेछ। जानुपर्ने जारिसक्यो हामीले चाहिँ। तपाईँहरूले यो थुक्पा फ्याक्ट्री चाहिँ कहाँनिर छ भन्दाखेरि यो ट्याक्कै तपाईँले देख्न सक्नुहुन्छ। यो अगाडिको यो हाइवे रोड हो। यहाँ माथितिर यो माथि भेडारबाट झर्दाखेरि धरान छेर्ने बेलाको पहिलो पेट्रोल पम्पदेखि अलिकति मुनि मात्रै छ। यहाँ मात्रै हामी झऱ्यौँ। तपाईँहरूलाई नि थुक्पा चाहिएको भन्नु होला। पुरा थुक्पा र थुक्पा मात्रै बनाउँछ। यहाँ के भन्छ, चाउमिन चाहिँ बन्दैन। यहाँ अब के भन्छ, चामल लोड गरिसकिसक्यौँ। केटाहरू मान्छे सानो के भन्छ, के हाल्नु चामल हालिदिउँ है। ल देख्नुहुन्छ यहाँ चाहिँ होली गार्डन एकाडेमी छ। यहाँ मोटे जेर्न खैनी मारेको आहा सही मार्छ। अब यहाँदेखि चाहिँ हामी जानुपर्ने हुन्छ। होली गार्डन टक्कै अगाडि छ। हामीले चाहिँ यहाँ चामल लोड गर्ने ठाउँ सनफ्लावर, मोहित चामल त्यस्तो छ। त्यसो गर्नु पनि यहाँ होली गार्डन एकाडेमी स्कुलदेखि होली गार्डन एकाडेमी स्कुल हो। यो धरान 1 मा छ यो चाहिँ होइन। हामी चाहिँ अहिले धरान 1 मा छौँ। अब हामी चाहिँ धरान 3 मा जाँदैछौँ। सदन रोड माछा घोडीदेखि अलिकति पछि उठाउने कसरी तरिका भन्नु भने यो परको ब्रेक हो। यो पछिको यो क्लोज, यो ब्रेक हो बिचको। यो चाहिँ हो। यो छेउको चाहिँ क्लोज हो। यो मैले चाहिँ तल फुल हानिरहेको छु। अब यो क्लोजलाई उठाउने यसरी उठाउने गएपछि गाडी यसरी गियरहरू हल्लिरहेको छ। यो स्टियरिङ पनि हल्लिरहेको छ। अब यसो गरेपछि टक्क गाडी अडिन्छ। अब हाम्रो गाडी बगेको छैन। देख्नुहुन्छ अगाडि यहाँ गाडी ठाउँको ठाउँ छ। अब यो क्लोजलाई चाहिँ अलिकति यसरी उठाएपछि गाडी हाम्रो बढ्दैछ। अगाडि बढिरहेछ। अनि अब तपाईँहरूले रोक्दाखेरि चाहिँ फुल क्लोज दिएर रोक्नु होला। हाफ क्लोजमा रोकिराख्यो भने यसरी थिचिराख्यो। हाफ क्लोज गरेर भने क्लोज छिट्टै सक्ने सम्भावना ज्यादा हुन्छ होइन। यसरी उठाउँदाखेरि चाहिँ ब्रेक पनि थिचिराख्ने, यो पनि थिचिराख्ने, गाडी यसरी हल्लिन्छ। हेर्नुहोस् पुरै यसरी हल्लिन्छ। अनि चट्ट छोडेपछि यो गाडी अड्यो। अनि अलिकति थोरै तपाईँ देख्नुहुन्न, थोरै उठेपछि गाडी बगिहाल्छ। यो हेर्दा गाडी उठाउने तरिका। अब यहाँ चाहिँ हामी निस्किनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ हामी चाहिँ अब यो के भन्छ माथिबाट 0 पोइन्ट चोकमा आउन आँट्यौँ।
यस्तो छ यहाँ पिलिक भयो ती टक्क लाएर हामी चाहिँ अब ठ्याक्कै त्यो 0 पोइन्ट हो टक्कै तपाईँले देख्न सक्नुहुन्छ तपाईँहरूले धरान आउनु भएको छैन भने देख्नुहुन्छ यो 0 पोइन्ट हो 0 पोइन्टदेखि यता माथि जाने बाटो छ यो चाहिँ ओसो पार्क टक्कै ओसो पार्क जान्छ सिधै जाने सिधै गएपछि माथि एउटा यस्तो सानो बस्ने ठाउँहरू छ फुटो घुम्ती छ दाहिनेपट्टि घुमेको घुम्ती छ त्यहाँदेखि त नै त्यो बाटो तपाईँहरू सिधै जानुभयो भने गाडीहरू पनि जानु चाहिँ सिधै जानुभयो भने टक्कै ओसो पार्क पुग्न सक्नुहुन्छ अब चाहिँ हामी लक्ष्मी चोक आयौँ लक्ष्मी चोक टक्कै तपाईँले देख्नुहुन्छ यो लक्ष्मी चोकदेखि चाहिँ कस्तो छ भने यता यो बाटो यताको बाटो यो भानुचोक सिधै जान्छ यो बाटो माछाभौडी जान्छ यो तलबाट भानुचोकबाट माथि आउने यो चाहिँ माछाभौडीबाट उँभो आउनु मिल्दैन यताबाट चाहिँ माथिबाट चाहिँ उँभो जानुपर्छ यो चाहिँ यो रोड चाहिँ दुईवटा रोड चाहिँ वान वे भएको छ तपाईँहरू पनि देख्नुहुन्छ अब यहाँनिर वान वे भएको निकै भइसक्यो अब तपाईँहरू नि गल्ती यता वान वे साइडबाट जानु हो भने त सिट काट्ने सम्भावना ज्यादा हुन्छ यहाँ अगाडि देख्नुहुन्छ पृथ्वी चोक छ माथि यो रुख देख्नुहुन्छ त्यो चाहिँ विजयपुर डाँडा हो देख्नुहुन्छ यो पृथ्वी चोक हो पृथ्वी चोक बजार पुग्छौँ त्यो माथि गएपछि हाम्रो झरिया छौँ तर अब यहाँ चामल ल्याउनुपर्ने छ थोरै हाम्रो चाहिँ चामल रोड छ मिलमा लगाउनु पर्ने छ अलिकति धेरै त छैन 500 बोरा छ देख्न सक्नुहुन्छ हाम्रो धरानको पुरानो बजार साइड हो देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब सब्जीहरू के सब वगैरह पाउँछ यता भित्रपट्टि टक्कै चाहिँ पुरानो बजार हो यहाँ चाहिँ अब मस्जिद पनि छ यो सेतो लागेको देख्नुहुन्छ तपाईँहरूले चिनिहाल्नुहुन्छ मस्जिद यस्तो छ अब यता चाहिँ हाम्रो यता वान वे बाटो हो यो रत्न रोड चाहिँ वान वे हो यता यो चाहिँ वान वे छैन यहाँ चाहिँ सब्जी पसल सब्जी मन्डी हो यता यो अगाडिको यो सेतो यो मस्जिद हो देख्नुहुन्छ यो चाहिँ पुरानो बजार टक्कै माछाभौडीदेखि यता भित्र छिरेको रोड माथि छिरेको रोड हो यो अब आज हामी माछाभौडी पुग्न लाग्यौँ होइन तपाईँहरूलाई देखाउँदैछु कहिले नआएको मान्छेले त अब गाह्रो हुन्छ नि त माछाभौडी नाम थाहा हुन्छ तर कता के हो कसो हो कता के हुन्छ थाहा हुँदैन नि त यो चाहिँ अब यहाँदेखि चाहिँ हामी यता देशी लाइनतिर गयो यहाँदेखि दाहिने गयो भने चाहिँ उता पुग्छ